हरे कृष्ण प्रिय भक्तवृन्द अनि आज चाहिँ म बनाउँदैछु के बनाउँदैछु अरे क्या प्रभुको लागि ब्रेकफास्ट हैन आउनुस् तपाईहरुलाई म देखाउँछु कसरी म के हाल्छु भनेर ल अनि यो साइडमा बनिँदैछ सब्जी जो अब हाम्रो के भन्छ लन्च को तयारी हुँदै यहाँ मैले के रेडी गरेको छु भने देखिनको तपाईहरु हेर्न सक्नुहुन्छ क्याप्सिकम गाजर अनि यहाँ आलु हैन अनि यहाँ नेरि छ मकै हैन अनि चना यो छ अनि यहाँ नेरि चाहिँ छ यो आटा चाहिँ हैन मतलब आटा हो तर यसमा मैले जुन गहुँको आटा हैन यसमा जौको आटा छ जौको आटा अन्त सातु हुन्छ नि त्यो मिक्स गरेको छु अनि अलिकति सल्ट मिक्स गरेको छु हैन ए पहिला मेरो आइडिया चाहिँ यो मैले युट्युबबाट पनि हेरेको तर अलिअलि आइडिया चाहिँ मैले आफै लगाएको हैन अनि यहाँ चाहिँ म गर्छु हल्का यो जति पनि यो भेजिसहरु छ यो एला पहिला म फ्राई गर्छु हैन अनि बादमा आलु हाल्दिन्छु अनि आलु र इनारलाई सबैलाई मिक्स गरेर चाहिँ अन्त रोटी बनाएर गर्छु सोचिरहेको छु हेरौं कस्तो हुन्छ आजको प्रसादम आजको भोग प्राण धन हे जय रूप गोस्वामी प्राण धन हे जय राधा गोविंद श्री राधे जय राधा गोविंद राधे अन्त जहिले पनि भोग बनाउँदा फेरि कीर्तन गर्दै एकदम खुसी मनले गर्नु त्यस्तो गर्यो भने चाहिँ एकदम भोग खाना एकदम टेस्टी हुन्छ हैन स्याड भएर पकायो भने त एकदम मिठो हुँदैन त्यसमा जले हो के भन्छ त्यसलाई हृदय मात्र जान्छ टेस्टी हुँदैन त्यही भएर जय राधा गोविंद ए नो 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 यो वाला ओइल हैन भुलेछु चाहिँ फेरि पुरै मुस्किल पर्छ नि त यता हाल्नु अलिकति हाल्छु अनि यसमा फेरि आफ्नै दिमाग लगाएर म के गर्दैछु भने अलिकति के भन्छ यसलाई अजवाइन ए हैन यसलाई के भन्छ अजवाइन के भन्छ अजवाइन अलिकति हाले अनि यहाँ छ फेरि हल्का सौंफ फ्लेभरको लागि हैन अनि अर्को छ अब हाल्दिन्छु म यहाँ गाजर क्याप्सिकम म अलिकति बटर पनि हाल्दिन्छु जय 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 श्री राधे 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 राधा रमण हरि गोविंद जय जय हल्का हर्दी हैन आत्मा हाल्दैछु म अलिकति नमक बादमा अलिकति नमक हालेपछि म अलिक मिठो बनाउनको लागि फेरि हाल्दैछु यहाँ नेरि तपाईको अलिकति यो मसला म घरमा प्राय मसला युज गर्छु यो मसला सबै मिक्स गरेको छु मैले सांबार छोले मसला सबै मिक्स गरेर यो बोतलमा हालेको छु त्यही युज गर्छु भयो त्यसको बादमा अलिकति धुलो खुर्सानीमा हालिदिन्छु हाई प्रोटिन हाले भरे भक्कु मसला हालेर चाहिँ है अनि यो रङ खुर्सानी हाल्छु कलरको लागि अनि अलिकति पाकेपछि म त्यसमा फेरि यो जुन आलु छ बोइल गरेको हालेर चाहिँ मज्जाले म्याक्स गर्छु यिनीहरुलाई हो अनि त्यसको बादमा असली खेल सुरु गर्छु फेरि अर्को रमण हरि गोविंद जय जय बाल जय जय गोविंद जय गोविंद जय जय जय
अन्त म यसलाई अलिकति म्यास गर्दैछु यहाँ यसरी अलिकति म यहाँ बटर पनि हाल्दैछु हो भयो के चाहिँ गर्दैछस् त म यो काम डेली गर्छु बनाउँदा कस्तो भिडियो यो काम त मेरो डेली गर्दा तपाईँ निस्किहाल्नु त मलाई डिस्टर्ब नगर्नु यहाँनिर हावामा बेसी वाट डिस्टर्ब नगर्नु दिस इज रियालिटी किन यस्तो भएको होला है भिडियोमा पनि People don't want to go through reality, okay? उसको सुरु भइहाल्छ फेरि सर यो त म काटिदिन्छु है That's it. खासमा चाहिँ यो चाहिँ खासमा चाहिँ यसमा तपाईँहरूले नर्मली बनाउँदाखेरि चाहिँ यो रोटी हल्का बनाउनु होइन रोटी बनाएपछि यो हालेर अब मैले त प्रोटिनवाला बनाएको प्रभुको लागि भनेकोले गर्दा म चिज हाल्नु सक्दिनँ यसमा होइन What is the source of protein? चुलार बस्नु एकछिन अनि चिज तपाईँले हाल्नुभयो भने यस्तो क्रिस्पी हुन्छ अनि त्यो हालिसकेपछि फेरि यसलाई यसरी नै बटरमा रोस्ट गर्नु होइन तताउनु यस्तो दामी हुन्छ आज चाहिँ उसको लागि बनाउँदैछु नि त Source of protein? जानु है Excuse me. प्रोटिन के हो यता यसमा त फाइबर हुन्छ होइन यसमा What is fiber? फाइबर मकै लु आउनु त त्यसमा भोग लगाइहाल्नु त लु आउनु यसरी गरेर तपाईँहरू नर्मल गर्दाखेरि चाहिँ नर्मल गर्दा यस्तो गर्नुहोस् होइन अनि यसको माथिबाट चिज हाल्नुहोस् अनि फेरि यसलाई यसरी फोल्ड गरेर चाहिँ अब यसमा चिज हाल्यो भने क्या दामी हुन्छ सोच्नुहोस् त तपाईँहरू अनि फेरि यसलाई प्यानमा तताउनु यसरी दामी One more, please. उयो राख्नु न त्यसो भने एकछिन